सबै कमानेहरू साला कोदेहरू है आमा तोर चाहिँ है एक नम्बरको साला बाँसको फेदमा बस्ने मान्छेहरू आमा केही जान्दैन त तोरले साला एक नम्बरको कोदे बाँसको फेदमा बस्नेहरू साला मान्छे संसार कहाँ पुगेर कहाँ के भइसक्यो तिमीहरूलाई केही पनि थाहा छ साला कोदेहरू साला यो शब्दहरू सुन्दाखेरि पनि कस्तो मनमा चस्स लागेको है र यस्तो सोच्ने व्यक्तिहरूलाई चाहिँ एउटा कुरा भन्न चाहन्छु कि एउटा कुरा होइन एक दुईवटा कुराहरू भन्न चाहन्छु तिमीहरू बजारकोहरू है बजारीहरू डरलाग्दो मान्छेहरू तिमीहरूले बजारको भएर चाहिँ के उखालेको छौ है कमान्ने मान्छेहरू चाहिँ एउटा यस्तो मान्छेहरू हो कि तपाईँहरूले ह्युम्यानिटी भन्छ नि मानवता भन्छ तपाईँ मानवता हेर्नु चाहनुहुन्छ भने चाहिँ कमानमा जानुहोस् है दाजुभाइहरू एकपल्ट तपाईँ कमानमा जानुहोस् अनि त्यो बाहिर आँगनमा कलमा चाहिँ नि चिसो पानी खाँदै गरेको हुनुहोस् कि त्यो घरभित्रको आन्टी न अङ्कल निक्लेर तिमीलाई भन्छ भाइ भित्र आउनुहोस् न तातो पानी खाएर जानुहोस् न भन्छ है तपाईँ कमानमा गएर भन्नुहोस् कि दाजु यस्तो यस्तो मान्छेको घर कहाँ छ भन्नुहोस् त त्यो घरको अङ्कल आन्टी नभए नानीहरू निक्लेर तपाईँलाई चाहिँ त्यो मान्छेको घरसम्म पुऱ्याइदिन्छ है तर त्यही कमानको मान्छे चाहिँ बजारमा आउँदाखेरि चाहिँ हाम्रो बजारको मान्छेले कस्तो बिहेभ गर्छ याद छ त्यो घरको अगाडि नि ओत लाग्छ नि घरको अगाडि आएर ओत लाग्दाखेरि पनि कस्तो बिहेभ गर्छ याद छ भाइ ओत नलाग्नुहोस् न भन्छ यो मैले पर्सनली फिल गरेको तपाईँहरू कमानतिर जानुहोस् होइन जति पनि कमाने मान्छेहरू भेट्नुहोस् सबैजना यस्तै हुन्छ अन्त मान्छेले भन्छ कमानको मान्छेहरू मूर्ख हुन्छ मान्छे काट्छन् अरे मान्छे कसले काट्दैन रिस उठ्यो भने बजारकोले पनि काट्छ नि यार तिमीहरूले हेप्यौ चलायो के गर्यो भने जहाँको मान्छेले जे पनि गर्छ नि तपाईँहरूलाई तर हाम्रो मान्छेको त्यस्तो मानसिकता त्यस्तो किन भइसकेको छ कि ओभरै हेपिदिने के त कमानको मान्छे कुनै के कुनै यो कमान मैले सबै इन्क्लुडिङ अल कमान्स भनेको यो दार्जिलिङको जतिवटा पनि कमान छ बुझ्नुभयो अनि अर्को कुरा तपाईँहरूले एउटा कुरा याद छ दार्जिलिङ चाहिँ केमा फेमस थियो भन्दाखेरि चाहिँ पहिला चाहिँ टी टिम्बर टुरिज्म टिम्बर भन्ने त हराइ पनि सक्यो अहिले होइन र टी भन्ने पनि अहिले हराउँदैछ अन्त अहिले केही परवाही छैन कि दार्जिलिङ के हुँदैछ कमानको बोनस कुनै के कमान हराउँदैछ मासिँदैछ बन्द हुँदैछ केही फरक पर्दैन त्यो फिल भइरहेको छ हामी बजारको मान्छेहरूलाई घन्टा होइन फरक पर्छ हामीलाई एउटा राम्रो इक्जाम्पल सुन्नुहोस् है मेरोबाट आज एउटा कुरा भन्न चाहन्छु एउटा कुरा राम्रोसँग सोच्नुहोस् त पहिला दसैँ दिवाली कस्तो ग्रान्ड हुन्थ्यो दसैँ दिवाली हाम्रो दसैँ भनेको कस्तो मजा आउँथ्यो दिवाली भनेको कस्तो मजा आउँथ्यो है अब हामी खेल्थे हाँस्थे अब त्यो भाइबै छैन कि अहिले त्यो हामी ठुलो भएको होइन नि हामी अब बुढो भए त्यो फिल अब आउँदैन नि हामीलाई भने होइन नि हौ त्यो दसैँ दिवाली भन्ने त त्यो त्यस्तै हुनुपर्ने हो नि त तर अहिले दसैँ दिवाली त्यतिको लेभलमा किन हुँदैन तपाईँलाई याद छ दसैँ दिवाली जब हाम्रो यतातिर बिग्रियो तब नि बोनस पाउनु छोडेकोदेखि चाहिँ हो जब बोनस पाउनु छोड्यो नि दार्जिलिङमा त्यसपछि चाहिँ नि दार्जिलिङमा यो दसैँ दिवाली भन्ने त्यो ग्रान्डै हुनु छोड्यो किनभने त्यो दसैँ दिवालीमा जुन बोनस आएको पैसा नै त त्यो मान्छेहरू त्यो कमानको मान्छेहरू आएर बजारमा आएर सपिङ गर्थ्यो अन्त बजारको मान्छेहरूले पनि त्यही पैसा रोटेसन त हो पैसा त एउटै पैसा त रोटेसन भइरहेको हुन्छ कमानलाई इफेक्ट पर्यो भने हामीलाई पनि इफेक्ट पर्छ नि हो यार कसले भनेको कमानलाई इफेक्ट पर्यो भने हरेक कुरा कमानलाई जे फिल हुन्छ हामीले पनि त्यो फेस गर्नुपर्छ आज कमानकोमा प्रब्लम हुँदैछ कमानेजहरूलाई तर अब त्यो प्रब्लमले चाहिँ हामी पनि फेस गर्दैछौँ तपाईँले साथ दिनुपर्छ यस्तो कुरामा बुझ्नुभयो त्यो कमानेलाई परिरहेको छ भनेर हामीहरू छ्याप्छु बस्नु हुँदैन मैले यो कसैलाई त्यो निचा माथि देखाएको पनि होइन मैले अब आन्दोलन गर्नुपर्छ कुनै के पनि भनेको होइन अब यस्तो कुराहरू चाहिँ हामीले सोच्नुपर्छ मात्रै भनेको बुझ्नुभयो किनभने अब यो कुराहरूले हामीलाई पनि इम्प्याक्ट परिरहेको हुन्छ हामीलाई पनि पर्दैछ मैले पनि आफूले फिल गरेको बुझ्नुभयो कमान छैन भने चाहिँ बजार छैन है त्यो चाहिँ याद गर्नुहोस् नि फेरि भयङ्कर होइन नि बजार छैन भने पनि कमान चाहिँ छ नि फेरि तर कमान छैन भने चाहिँ बजार छैन यो कुराहरू चाहिँ तपाईँले याद गर्नुपर्छ बुझ्नुभयो मैले त्यो कुन चाहिँ त्यो अब आन्दोलन गर्नुपर्छ भन्ने फेरि यस्तो भिडियोहरू होइन नि फेरि आजकल भिडियोहरू पनि कता कता के बुझ्छ कि मान्छेले फेरि के हुन्छ तमासा है म पनि अब एउटा सानोबाट भिडियोहरू भ्लगिङहरू स्टार्टहरू गर्दैछु तर मैले जस्तो अब एउटा कतिवटा कुराहरू मान्छेले देख्नु सकेको छैन त्यो कुरा मात्रै मैले अब उजागर गरिदिएको हो होइन अनि मलाई चाहिँ टु बी अनेस्ट एकदम मनबाटै भनेको है मलाई चाहिँ फेरि बजारको केटाहरू बजारको मान्छेहरू भन्दा कमानको मान्छे मनपर्छ बुझ्नुभयो यदि कसैलाई प्रब्लम हुन्छ भने डाइरेक्ट आउनुहोस् भेटिहाल्नुहुन्छ बजारतिर मान्छे चाहिँ म दिनभरि बजारमै हुन्छु तर मलाई मन चाहिँ मान्छेहरू चाहिँ नि कमानकै मान्छेहरू मनपर्छ है र मेरो कमाने सबै अब दाजुभाइ दिदी भने कुनै सबैजनालाई चाहिँ मेरोबाट चाहिँ लभ यु छ मलाई चाहिँ कमानको मान्छेहरू मनपर्छ हो बजारको मान्छेहरूले पनि अब मलाई आँखा तर्छ ल तर्दै गर केही फरक पर्दैन भेटेर आएर भन न यसो हेरिदिउँ कतिको रहेछ तिमीहरूमा दम